लिस्टमा भएको सबै केटीहरू आफ्नै सौता जस्तो लाग्छ माया। फ्रेन्ड लिस्टमा आमादेखि दिदी बहिनी पनि हुन्छन्। यो शब्द लेख्नु अघि सोचिनौ उनीहरूको पनि मन रोला। अब मलाई पनि जान्न मन लाग्यो, दिदी बहिनीलाई पनि सौता देख्ने तपाईँ जस्तो महान नारीलाई बिहे गर्ने महामानव चाहिँ को होला? केटीहरूको कुरा आएको छ त्यहाँ, दिदी बहिनी र आमाको कुरा छैन। उसको आमालाई आमा नै सोध्छु, दिदी बहिनीलाई दिदी बहिनी जस्तै सोध्छु, अरू थाहा छैन। छोड्देऊ महेश, तिम्रो घुमाएर कुरा बुझ्न सक्ने बेला भएको छैन। नेगेटिभ सोच भएको मान्छे राम्रो कुरालाई पनि नराम्रो हो भनेर साबित गर्न सक्ने तिमी जस्तो महान पुरुषलाई कसले भन्छ राम्रो? राम्रो कुरालाई पनि नराम्रो हो भनेर साबित गर्न सक्ने तिमी जस्तो महान पुरुषलाई कसले भन्छ राम्रो? आमा र दिदी बहिनीलाई पनि सौता सोच्ने, आमा र दिदी बहिनीलाई पनि केटीहरू भनेर सम्बोधन गर्ने तिम्रो जस्तो चलन छैन हाम्रो। 6 महिना अगाडि हानेको रोस्टको झट्काबाट बिउजिसे केटी, फेरि देखाइ चुरी फुरी। मैले नबुझेको कुरा, राम्रो एडभाइस दिँदा पनि सधैँ मेरै विरुद्धमा किन बाँच्थे यो कुखुरी? प्यारी समझ गई। फ्रेन्ड लिस्टमा भएकी सबै केटी यसकी सौता रे। अनि आमा र दिदी बहिनीको जेन्डर चाहिँ के रहेछ? कसम यो खुसकेट केटी भन्दा त निकी सारा गुराँस नानी नै रहेछ। उत्रेको चोलीलाई तै पनि लाई। ओ माय गॉड! यसलाई शब्दको बाँड धेरै हान्दैन, फेरि बेहोस भएर ढल्ली। मसँग जोडी खोज्न न त तेरो थोप्राले दिन्छ न त ज्ञान, आफ्नो औकातमा बस डल्ली। चल हट निकल मेरी जिंदगी से, तेरी जैसी बहुत आई, तेरी जैसी बहुत गई मेरी जिंदगी से।